तपाईँ थाकेको होइन, तपाईँ रङ डाइरेक्सनमा हिँड्दै हुनुहुन्छ। हर दिन काम गर्नुहुन्छ, हर दिन थाक्नुहुन्छ, बिजी पनि त्यत्तिकै हुनुहुन्छ। तर महिनाको अन्त्यमा मैले के एचिभ गरेँ भन्ने एन्सर तपाईसँग छैन। तपाईको त्यो थकान काम गरेर आएको होइन, तपाईको आफ्नो नभई अरूको लागि गरिएको कामको थकान हो। तपाईँ 8 घण्टा अफिसमा बस्नुहुन्छ, तर त्यो तपाईको ड्रिम होइन। अनि घर आउनुहुन्छ कस्तो फिल गर्नुहुन्छ? एम्प्टी। त्यो एम्प्टीनेस तपाईको लेजिनेस होइन, त्यो तपाईको भित्री अन्तरात्माले दिएको सिग्नल हो। त्यसले तपाईलाई भन्छ यो मेरो बाटो होइन। आजको च्यालेन्ज, तपाईले आफैलाई एउटा अनेस्ट क्वेसन सोध्नुहोस्। अहिले म जे गर्दैछु त्यो मेरो चोइस हो कि बाध्यताले गरिरहेको छु? र त्यही कुरालाई कमेन्टमा लेख्नुहोस् र मनन गर्नुहोस्। चोइस हो कि बाध्यता? गलत बाटोमा जति छिटो दौडे पनि सही ठाउँमा पुगिँदैन। रोकिनुहोस्, हेर्नुहोस् तपाई कहाँ जाँदै हुनुहुन्छ।